के तपाईलाई आफ्नो वाइफाईको पासवर्ड अथवा नाम चेन्ज गर्न समस्या भएको छ? यदि भएको छ भने तपाईको सबै समस्या यो भिडियोले अन्त्य गर्नेछ। आफ्नो कम्प्युटर अथवा मोबाइल हजुरसँग उपलब्ध भएको साधनबाट सजिलो तरिकाले आफ्नो वाइफाईको पासवर्ड अथवा नाम परिवर्तन गर्न सक्नुहुनेछ। भिडियो एकदमै महत्त्वपूर्ण भएकोले अन्त्यसम्म हेर्नुहोला र यो भिडियो मन पर्यो भने भिडियोलाई लाइक र शेयर गर्न नभुल्नुहोला। आउनुहोस् सर्वप्रथम म कम्प्युटरबाट कसरी आफ्नो वाइफाईको नाम र पासवर्ड परिवर्तन गर्ने भन्ने देखाउँदैछु। सबैभन्दा पहिला आफ्नो किबोर्डमा विन कीसँग आर की थिच्नुहोस्। तत्पश्चात तपाईले आफ्नो विन्डोमा रनको डायलग बक्स देख्नुहुनेछ। त्यसमा सीएमडी टाइप गरी इन्टर थिच्नुहोस्। त्यसपछि यहाँ IPCONFIG टाइप गरी इन्टर थिच्नुहोस्। तत्पश्चात तपाईले यहाँ तल डिफल्ट गेटवे देख्नुहुनेछ। त्यहाँ देखिएको आइपी तपाईको राउटरको आइपी हो। त्यसलाई कपी गरेर तपाईले आफ्नो कम्प्युटरमा भएको ब्राउजर, मेरो यहाँ गुगल क्रोम छ, यो खोल्नुहोस् र यहाँ एड्रेस बारमा पेस्ट गर्नुहोस् अथवा यहाँ 192.168.1.1 टाइप गर्नुहोस्। आइपी टाइप गरेपछि लगइन पेज देख्नुहुनेछ जहाँ तपाईले युजर नेम र पासवर्ड टाइप गर्नुपर्ने हुन्छ। नेपाल टेलिकमको एनटी फाइबरको डिफल्ट युजर नेम र पासवर्ड दुवै युजर नै हुन्छ। यदि हजुरसँग अन्य कुनै कम्पनीको राउटर छ भने आफ्नो राउटरको पछाडिपट्टि डिफल्ट युजर नेम र पासवर्ड लेखेको हुन्छ, त्यसैलाई टाइप गर्नुहोला। त्यसपछि तपाईँ नेटको राउटरको होम पेजमा प्रवेश गर्नुहुनेछ जहाँ तपाईले विभिन्न ट्याबहरू देख्नुहुनेछ, जस अन्तर्गत तपाईँ दोस्रो ट्याब नेटवर्कमा क्लिक गर्नुहोस् र यहाँ WLAN मा क्लिक गर्नुहोस् र तपाईलाई आफ्नो वाइफाईको नाम परिवर्तन गर्नु परेमा SSID सेटिङमा गई यहाँ भएको नामलाई हटाउनुहोस् र आफूले चाहेको नाम टाइप गर्नुहोस्। उदाहरणको लागि यहाँ मैले नेपाल वाइफाई NEPAL वाइफाई भनेर राख्छु र पासवर्ड परिवर्तन गर्नको लागि सेक्युरिटी ट्याबमा क्लिक गर्छु। यहाँ WPA पासफ्रेजमा आफूले चाहेको पासवर्ड टाइप गर्नुहोस्। जस्तै मैले यहाँ NEPAL@123 टाइप गर्छु। तत्पश्चात तल गई सबमिटमा क्लिक गर्छु। यति गरिसकेपछि तपाईको वाइफाईको पासवर्ड र नाम तपाईले टाइप गरे अनुसार सजिलै परिवर्तन हुन्छ। अब मोबाइलमा पनि यसरी नै तपाईले आफ्नो वाइफाईको नाम र पासवर्ड सजिलै परिवर्तन गर्न सक्नुहुनेछ। त्यसको लागि सबैभन्दा पहिला तपाईँ आफ्नो मोबाइलको सेटिङमा जानुहोस् र आफूले कनेक्ट गरेको वाइफाईलाई क्लिक गर्नुहोस् र छेउमा भएको आई बटनमा क्लिक गरेपछि तपाईँ तल राउटर लेखेको हुन्छ, त्यसमा लेखिएको आइपी एड्रेसलाई कपी गर्नुहोस् र आफ्नो मोबाइलमा भएको इन्टरनेट ब्राउजर खोलेर एड्रेस बारमा उक्त आइपी एड्रेस पेस्ट अथवा सोही आइपी एड्रेस 192.168.1.1 टाइप गरी इन्टर थिच्नुहोस्। त्यसपछि तपाईले लगइन पेज देख्नुहुनेछ जहाँ तपाईले युजर नेम र पासवर्ड टाइप गर्नुपर्ने हुन्छ। नेपाल टेलिकमको एनटी फाइबरको डिफल्ट युजर नेम र पासवर्ड दुवै युजर नै हुने भएकाले मैले यहाँ दुवै ठाउँमा युजर टाइप गर्छु। यदि तपाईसँग अन्य कुनै कम्पनीको राउटर छ भने आफ्नो राउटरको पछाडि पनि डिफल्ट युजर नेम र पासवर्ड लेखेको हुन्छ, त्यही टाइप गर्नुहोला। त्यसपछि तपाईँ नेटको राउटरको होम पेजमा प्रवेश गर्नुहुनेछ जहाँ तपाईले विभिन्न ट्याबहरू देख्नुहुनेछ, जस अन्तर्गत तपाईँ दोस्रो ट्याब नेटवर्कमा क्लिक गर्नुहोस् र यहाँ WLAN मा क्लिक गर्नुहोस् र तपाईलाई आफ्नो वाइफाईको नाम परिवर्तन गर्नु परेमा SSID सेटिङमा गई यहाँ भएको नामलाई हटाउनुहोस् र आफूले चाहेको नाम टाइप गर्नुहोस्। उदाहरणको लागि यहाँ मैले नेपाल वाइफाई भनेर राख्छु र पासवर्ड परिवर्तन गर्नको लागि सेक्युरिटी ट्याबमा क्लिक गर्नुहोस् र यहाँ WPA पासफ्रेजमा आफूले चाहेको पासवर्ड टाइप गर्नुहोस्। जस्तै मैले नेपाल@123 टाइप गर्छु। तत्पश्चात तल सबमिटमा क्लिक गर्नुहोस्। यति गरिसकेपछि तपाईको
वाइफाईको पासवर्ड र नाम तपाईले टाइप गरे अनुसार मोबाइलबाट पनि परिवर्तन हुन्छ। हस्त तपाईलाई यो भिडियो उपयोगी लाग्यो भने लाइक र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। अर्को भिडियोमा फेरि भेटौँला। धन्यवाद। तपाईको समय शुभ रहोस्।